सुख छ अरे, यताको मन राख्दाखेरि उताको मन दुख्छ अरे भन्ने एउटा कविता कसैले लेखेको मैले पढेको थिएँ। त्यस्तै छ अहिलेको चाहिँ अब गरिब वा चाहिँ भनौँ न, त्यहाँ चाहिँ अब सुकुम्बासी बस्तीलाई हटाउने चाहिँ उसमा कसैको पक्ष छ, कसैको विपक्ष छ, कसैलाई मन परेको छ, कसैलाई मन परेको छैन। तर यद्यपि कुरा के हो भने सबैको चाहिँ चित्त बुझ्दैन, सबैलाई त्यसले सहयोग गर्दैन। अब कसैलाई राम्रो गर्छ, कसैलाई नराम्रो गर्छ, तर यसको चाहिँ अब जेनेरली चाहिँ ओभरअल हेर्दाखेरि धेरैलाई राम्रो गर्ने देखिन्छ। त्यही भएर यसमा चित्त दुखाउने केही चाहिँ साथीहरू हुनुहुन्छ, उहाँलाई चाहिँ चित्त नदुखाउनु पनि अनुरोध छ। यसको चाहिँ वास्तविकता चाहिँ त्यहाँका सुकुम्बासीहरूले चाहिँ अब आफ्नो चाहिँ बास पाउनु पर्यो, त्यो चाहिँ मुख्य कुरा हो।